नमस्ते, म राष्ट्रप्रेमी युवा विष्णु पन्त। हामी सबैले समृद्ध नेपाल चाहन्छौँ, तर समृद्धि नेपाल भाषणले होइन, चरित्रले भन्छ। समृद्ध नेपाल बनाउनको लागि अहिले नेताले भयङ्कर भाषण गर्छन्, होइन, यो बनाइदिन्छु, तर नो, भाषण त धेरै पुरानो। कसैले स्विजरल्यान्ड बनाउँछु भने, कसैले के भने, भाषण होइन, चरित्रमा विश्वास गर्नुहोस्। यदि मान्छेको चरित्र राम्रो छ भने त्यसले देश बनाउँछ। यदि चरित्र खराब भएको छ तर भाषण चिल्ला गर्छ भने त्यसले देश बन्दैन। जब हामी सत्य बोल्छौँ नि, जब हामी इमान्दारीले काम गर्छौँ नि, जब हामी देशलाई आफ्नो घर जस्तै माया गर्छौँ, होइन, हाम्रो घर हो यो, हाम्रो देश भनेको हाम्रो आफ्नै घर हो। जसरी हामीले आफ्नो घर कसरी सजाउँछौँ, होइन, विभिन्न प्रकारका सामान, फर्निचर आदि इत्यादि डेकोरेसन गर्छौँ नि, सजाउँछौँ नि, त्यस्तै हाम्रो देशलाई हामीले आफ्नै घर मानेर अगाडि बढ्यो भने त्यहीँबाट विकास सुरु हुन्छ। देश सरकार होइन, देश भनेको हामी हौँ। देश कुनै एउटा मान्छे आयो त्यो होइन, देश भनेको हामी हौँ। जनता छन् नि, हामी नेपाली भएर त नेपाल भयो नि। यदि यहाँ भारतीय आएर बस्थ्यो भने त भारत हुन्थ्यो नि त। हामी नेपालीको बाहुल्यता छ। सो हामी छौँ र देश छ, होइन, देश छ र हामी छौँ, होइन, हामी भनेकै देश हौँ। यही बुझेर अगाडि बढौँ। हामी सुध्रिँदा नेपाल सुध्रिन्छ, हामी उड्दा नेपाल उड्छ। यदि हामी सुध्रेनौँ भने नेपाल पक्कै सुध्रिन्न। यदि हामीले भोट दिँदाखेरि हामीले भ्रष्टाचारीलाई दिने, दलाल आदि इत्यादिलाई दियौँ भने, पैसामा बिग्यो भने नेपाल सुध्रिन्न। नेपाल सुध्रिनको लागि हामी सुध्रिन जरुरी छ। हामी सुध्रियो भने नेपाल एक दिन अवश्य सुध्रिन्छ। जय देश, जय राष्ट्रवाद। यही भन्दै म विष्णु पन्त बिदा हुन्छु।